गर्भवतीले नखाने बच्चाहरूले नखाने भन्छ कि हामी त छैनौ यो पेट मात्रै त्यस्तो हो हाम्रो त छैन त्यसो भए ठिकै रहेछ नाटक खेलेको मान्छे बाटो हुन्छ नि अब त नेता हुनुपर्छ हौ अब यो चाहिँ हाम्रो नयाँ टेक्नोलोजी यो डोजर है ए घामपट टेक्नोलोजी त्यही त कसरी चलाउने यो तर यतिको देखिगयो नि त है यो हाते नर्मल्ली हामीले यो त प्रयोगको लागि पनि त ल्याउन सकिन्छ नि है यो ल यहाँ एउटा टिप्पर ढलेको रहेछ ल टिप्पर ढल्यो हौ के पर प्यारालाइसिस भएको जस्तो भयो त हौ भाइले पो मजाले जान्नु हो अलिक अलिक ल्याउनु पर्ने हाम्रो डोजर अपरेटर यस्तो चाहिँ हो अनि सट्टै घुमायो त कान्छाले त ल लु फेरि एकचोटि घुमायो तिम्रो डोजर घुमाऊ त एकचोटि खसाउने अनलोड गर्ने भन त यो माटोलाई चाहिँ लु त यसलाई कसरी खसाउने जस्तै नि कसरी माटो ल यो टिप्परको माटो झारिदेऊ त ल यसको कहाँबाट हो ए ल टेक्नोलोजी हो ल यो चाहिँ होइन साथ ल अब यसलाई कहाँ लगेर चाहिँ अनलोड गर्ने कहाँ लगेर खसाउने यसलाई लु यो पनि चलाऊ है ल यो पनि लगेर कहाँ खसाउँ ल ल भर्यो ल अब यसलाई लिएर जाउँ कहाँ ए मिलाउँदैछ ए लु यसलाई कहाँ लगेर अनलोड गर्नु ल लिनु ल ब्याग ल ल अनलोड भयो ओहो अनि हाम्रो गुरुजीको नाम चाहिँ के हो भन त तिम्रो नाम के हो तिम्रो नाम के हो के रे साइम हो अनि तिम्रो ज्याला कति भयो त ज्याला भन त कति भयो लोड अनलोड गरेको लु तिमी मिठाई हो त्यो ज्याला है राम्रो गुरुजी रहेछ हेर ए मापसे गरे थियो कि हो टेक्नोलोजी हो यो हातले एउटाले खन्ने लु हामीले चाहिँ पारा नआउँदो रहेछ ल यत्रो त हल्लिँदो रहेछ ए ल यहाँ चाहिँ अर्ग्यानिक ए सकअपमा हो यो चाहिँ खेर गएको चाहिँ मोटरसाइकलको सकअप ओहो सस्पेन्सन पो ए लौ
यो त रिस उठेर झापड हान्नु चाहिँ सजिलो हुँदैछ त साथीलाई खाइरहेको बेला ए ल यस्तो रे है सुमन भनेको हाम्रो त्यो भान्जा यो पहिलेको धेरै मोटरसाइकल पहिलेदेखि चलाउने ए हो र के खाउँ न ल चिसो खाउँ कि चिया खाउँ खाना सन्चै हुनुहुन्छ हो त म त एक हप्ता यो तिहारको लक्ष्मी पूजाको दिन आइपुग्यो यो पनि जुगाड नै हो नि फेरि यो विद्युत हजुर हजुर विद्युतको यस्तो रोल हुन्छ नि हौ त्यो त्यो तारको तार बेच्ने यो माथि सिमेन्ट भरेर यो चाहिँ मार्बल गरेर होइन यो मान्छे त यति साह्रो उपद्रो छ त म जस्तो लाग्दैन त यार हो हो यो उहाँको घर पसल आफैले बनाएको यो ए अनि के छ हाम्रो न्युजको हालखबर राम्रो हुन्छ केही गर्दिनँ दुःख सुख होइन तपाईँ त अब ठुलो प्लेन उडेर ठाउँमा ठुलो प्लेन उड्न त दुःखले उड्ने हो नि त सुखले त सुख पाउने त अनि गाउँमै अनि काठमाडौँमा जेन्जी पनि हुनुभयो होला जेन्जी त भ्याइएन अब बुढेसकालमा के को जेन्जी होइन नि जेन्जी म हो भनिहाल्ने भनेको ए त्यति साह्रो जिउ त छाडिन छाडिन अनि प्रगति गर्नुभयो होला म त केही गरिनँ के प्रगति भन्नु र कमललाई मिस पनि राम्रै छ हालखबर सरकारी हाम्रो सोच राखेकै मान्छे हो त्यो पनि एउटा ऊ हाम्रो कमला मिसलाई पनि लौ न मलाई चाहिँ यो फ्री सुपको हो नानी ए बाहिरकै हो एउटा एउटा यहाँ हाम्रो मिस लाउनु यसले दुईजनालाई हामी तिनजनालाई दुईजनालाई हुँदैन कि एउटा धेर हुन्छ किन माछा आधा भन्दा धेरै चाहिँ खाइँदैन पानी हालेर पानी हालेर खानुपर्छ यसलाई यो यस्तो हो यो पनि पानी लाएर खाने हो नि त यो सिगान पुचेर त्यही भएर लाले बुढाले पानी हालेर पानी हालेर होइन के छ यसमा चाहिँ त्यस्तो यही लेखेकै हुन्छ सबै कति पानी हालेर खा भन्ने हो र त्यसो नानी मलाई चाहिँ मन तातो छ त मन तातो पानी एकैछिनमा भइहाल्छ नि लु त त्यसो भए त मलाई लुगाले पनि लाग्यो कि लाइन छ हिटर छ बस्नु न हौ कमला मिस धेर हुन्छ यो रेड बुल चाहिँ चारवटा हुन्छ तिनवटाले पुग्छ मिसलाई एउटा दिउँ उहाँले राखेर खानुहुन्छ हामी यसले पुग्छ यो लाएर चारवटा गिलास पानी अलिक मनतातो पानी ल्याउँ ग्लास चाहिँ अर्को नि दिने बेला मनतातो पानी लु मलाई चाहिँ यो कुरा थाहा छैन है यार यो नेट नखाने भन्छ नि त यो पछि आएको फलफुल राम्रो हुन्छ धान फल्छ हामीलाई मलाई ठिक है दिनेश सर म त रुगा बढी भयो भने हामीलाई जग्गा दिइराख्दा हुन्छ हामी अदिया रोप्छौँ अनि गैराङलाई पनि यसो भएको दाना फल्ने रहेछ लु दाना त त्यस्तै छ लु दाना त मलाई याद भएन अध्यय जग्गा खानेलाई चाहिँ छ हौ होइन माग्छ प्राय काम ऊ खेती बाँचिसक्यो मलाई त फलफुल साह्रो रोप्नु मन लाग्छ म त साह्रै लुबिछु वडा त त्यसलाई थाहा छ लगभग